ल गधा र बाघको विवाद। एक दिन गधा र बाघ चाहिँ सँगै आएर घाँस हरियो हुन्छ कि निलो हुन्छ भनेर विवाद हुन्छ। गधाले भन्छ घाँस निलो हुन्छ अनि बाघले भन्छ होइन घाँस हरियो हुन्छ। त्यसपछि अनि उनीहरू दुईजना चाहिँ गएर के अरे सिंहलाई सोध्छ। गधाले भन्छ यो बाघ कस्तो मूर्ख रहेछ, यसले त घाँसलाई हरियो हुँदो भन्दो रहेछ, घाँस भनेको निलो हुन्छ भनेर भन्छ। अनि त्यसपछि सिंहले भन्छ हो त नि, घाँस त निलै पो हुन्छ त, यो गधा के भएको, के अरे यो बाघ के भएको। अनि बाघ चाहिँ के अरे गधा चाहिँ एकदम खुसी हुन्छ, ल मैले मुद्दा जितेँ, मैले खोजेको उत्तर पाएँ, घाँस भनेको निलो हुन्छ। तर फेरि उसको मनमा चाहिँ यसले मलाई विवाद गरेर मेरो समय बर्बाद गर्यो, यो बाघलाई चाहिँ कारबाही हुनुपर्छ भन्छ। अनि फेरि सिंहले भन्छन् हो त नि, यो बाघलाई कारबाही पनि हुनुपर्छ। ल बाघ, अब तिमी 3 दिनसम्म चुपचाप बस्ने, केही नबोल्ने, चुपचाप भएर बस्ने भन्छ। अनि त्यसपछि बाघ चाहिँ 3 दिनसम्म चुपचाप भएर बस्छ। अनि कारबाही सिद्धिसकेपछि तेस्रो दिनमा गधा जान्छ। गइसकेपछि अनि बाघले चाहिँ नि सिंहलाई सोध्छ, तपाईँलाई थाहा छ घाँस हरियो हुन्छ, मलाई थाहा छ घाँस हरियो हुन्छ, दुनियाँलाई थाहा छ घाँस हरियो हुन्छ, तर तपाईँले मलाई पनिसमेन्ट चाहिँ किन दिनुभयो भनेर सोध्छ। अनि उत्तरमा चाहिँ हो थाहा छ तिमीलाई घाँस हरियो हुन्छ भनेर, मलाई थाहा छ घाँस हरियो हुन्छ भनेर, दुनियाँलाई थाहा छ घाँस हरियो हुन्छ भनेर, तर तिमी गधासँग विवाद चाहिँ किन गर्यो, तिमीले गधासँग विवाद गर्यो र तिमी गधाभन्दा पनि महागधा भयो, त्यस कारण त्यसको पनिसमेन्ट दिएको भनेर भन्छ। ल कथा यहाँ सिद्धियो। अनि म यो पाठमा चाहिँ तपाईँलाई यस्तै यस्तै कथाहरू जम्मा गरेर ल्याउने कोसिस गर्छु। धेरै धन्यवाद है यो ठाउँमा आउनुभएकोमा, यसमा साइन अप गरेकोमा है त।